जय जैन जी, जय युवा, जय मधेश। म कौशल शाह, मेरो चुनाव चिन्ह रिक्सा छाप में भोट दिनुस् र भोट दिएपछि म जित्छु नै। जितेपछि गैस सिलिन्डर, बिजुली, पानी, वाइफाई यो सब मैं सुविधा दिनेछु फ्री में। यसको विश्वास गर्नुपर्ने कुरा के छ भन्दाखेरि तपाईहरू विगतौदेखि वर्षौंदेखि नेताहरूलाई जिताउनु भएको छ, तर उहाँहरूले केही काम गर्नु भएको छैन। वादा धेरै ठुलो गर्नुहुन्छ, नामको लागि वादा गर्नुहुन्छ, कामको लागि जिरो हो। तर म चाहिँ विगत 5 वर्षदेखि म घरमा दैलोमा गएर सिलिन्डर पुर्याउँछु र त्यस आपतमा 5 वर्ष मैले भोट मागेको छु। र कुरा रह्यो अहिले म त सेवा गर्ने मान्छे हो, सबैको घरमा जान म सक्दैन। तपाईहरूलाई यहीँबाट म विनम्र अनुरोध गर्दछु कि मैले 5 वर्ष यति सेवा गरेँ, त्यो सेवाको मूल्याङ्कन गरेर मलाई भोट दिनुस् र त्यो भोट दिएर तपाईहरूलाई नै फाइदा हुनेछ, किनकि अरूहरूले फ्री गर्नेवाला छैन। कुरा रह्यो एउटा धनिक र गरिबको, त मेरो एक्सपिरियन्स अनुसार म भन्दैछु कि धनिक मान्छेलाई भोटै नदिनुस्, हामी गरिब मान्छे, सोझो साझा मान्छेले। किनकि एउटा कुरो, हाम्रो छोरा होस् छोरी होस् बिहे गर्नु पर्दा उहाँहरूको धनी घरमा गर्न खोज्यो भने गर्न सक्दैन, किनकि आफ्नो बराबरीकोमा गर्छ। त्यस्तै हामी भोट दिने बेलामा पनि हामी चोइस गरौँ आफ्नो सरहको मान्छेलाई, इमानदार मान्छेलाई, जो कर्मठ छ, जो हरेक चीजमा निपुण छ, जो भन्छ त्यो गर्छ र त्यो आफ्नो एरियाको इलाकाको मान्छेलाई भोट दिनुहोस्। ल, जय नेपाल।